अनि क्लासमा के मलाई बिहान उठ्न एकदमै गाह्रो लाग्ने कि म बल्ल बल्ल उठ्छु जहिले पनि। तर आज चाहिँ अरू बेला भन्दा धेरै नै ढिलो भइसकेछ कि 6 बजेदेखि हो मेरो कलेज लाग्ने चाहिँ। तर म आज 6:30 बजे उठेर जाँदा त लगभग 7 बजिसकेको थियो। म कलेज पनि पुगेँ। अब फोन चाहिँ एक त ढिलो आएको, झन् फोन ठड्याएर गयो भने सरले यहीँ स्ट्यान्ड लगाइदिनु बेर छैन भनेर म चाहिँ फोन राखेर गएँ। म जाँदा चाहिँ एउटा पिरियड पढाइ भएर नि अर्को पिरियड पढाइ भइरहेको रहेछ। अनि आधा पिरियड पढेर म खाजा खान लाग्दैछु। मैले चाहिँ अर्को पिरियड आधा घन्टा मात्रै पढ्न पाएँ कि 7 बजे आएको हुनाले। त्यसपछि हामी खाजा खान गयौँ। खाजामा चाहिँ मैले खाने भनेको यही आलुचप हो। अनि सधैँ यही आलुचप नै खान्छु कि म चाहिँ। त्यसपछि आएको थर्ड पिरियड त पुरै खाली नै रहेछ। अब के गर्नु, यसो भ्यू हेरेर बसेको। यो चाहिँ हाम्रो कलेजदेखि देख्ने भ्यू हो। यो चिकन स्टेसन खुल्ला भनेको फर्स्ट इयरदेखि खाम्ला भनेको अहिलेसम्म खुलेकै छैन। त्यसपछि क्लास भ्याएर हामी चाहिँ डान्स प्र्याक्टिस गऱ्यौँ, किनभने हाम्रो प्रोग्राम आउँदैछ। अनि डान्स प्र्याक्टिस गर्दा यति धेरै पसिना आयो नि, अनि हामी घर गयौँ।